के तपाईले यो मान्छे चिन्नुहुन्छ? आज राप्रपाले बल्फमा गरेको शान्तिपूर्ण आन्दोलनमा र कार्यक्रम सौहार्दपूर्ण तरिकाले अघि बढिरहेको थियो। मञ्चमा यो मान्छे ढुङ्गा हान्नको लागि आएको उपस्थित थियो र सोही बेलामा जुन स्वयंसेवकहरूले समातेर चाहिँ यसलाई प्रहरीको जिम्मा लगाएको छ। यस्ता खालका अराजक तत्त्वले हो जुन यो 15 गते 3 गुणेमा गरिएको जुन कार्यक्रममा जुन यो भड्काउने कार्यक्रमलाई भद्रगोलो बनाउने खालका यस्तै खालका अराजक तत्त्व हो। यो मान्छे को हो? तपाईँले चिन्नुहुन्छ भने प्लिज यसलाई कमेन्ट गर्नुहोला। यो कुन पार्टीमा आबद्ध भएको मान्छे हो, के हो, कसो हो? यसको यसलाई अनुसन्धानको दायरामा लिएर आएर यसले ल्याउनु पर्ने कुराहरू छन्। र यो मान्छे कहाँ बस्ने हो, घर कहाँ हो, कुन पार्टीतिर आबद्ध हो, के हो, तपाईँले कसले चिन्नु भएको छ? यो मान्छेलाई चिन्नु भएको छ भने धेरैभन्दा धेरै माझमा पुर्याइदिनु होला, सेयर गरिदिनु होला। सबै माझमा अपेक्षा राख्न चाहन्छु। धन्यवाद।